म त फेरि सुटकेस पनि यसरी बोकेर के आउँछ दिमागमा त्यही गर्ने बजेकै भुइँमा मलाई हेर्नु न मलाई म यहाँ बिजनेसम्यान जसरी हिँडेको छु कि तर म मात्र यिनीहरू जस्तै फेरि लगेजै बोकेर हिँडिरहेको छु कि चट्ट होइन चामल लिनलाई यो टायर यस्तो भयो क्या यो 30 किलो हो के या 30 किलो फाइनल्ली होइन मसँग 50 किलो चामल छ क्या 50 केजी धन्यवाद नेपाल सरकारलाई यसरी जापान घुम्न पाइए तिमीहरूले बेच्यौ होइन सो सोच्छु है म त यस्तो भावुक के फेरि म भावुक भएर के गर्नु म आफै त मेरो आफ्नो जिन्दगी चलाउनु पर्दैछिनु परेको छ यहाँ चाहिँ स्पेसल भनेको चाहिँ चामल किन्नु हो क्या एकदम महँगो पर्छ नि त 30 किलो चामललाई लगभग 20,000 पर्छ अहिले राम्रो खालको किन्ने हो भने सस्तो खालको किन्नु त 10-12 हजार 3-4 वर्ष पुरानो चामल नि पाउँछ तर त्यो खाए जस्तो हुँदैन है सो त्यही भएर अलिक महँगो चामल पनि र विशेष पनि भनौँ न त्यही हिसाबले विशेष भने हो खासमा अनि आज बाहिर नि मौसम एकदम राम्रो छ देख्न सक्नुहुन्छ विशेष गरी यतिको मौसम छ आज होइन कपडाहरू सब धोएर चट्ट सुकाइयो अब यस्तै छ जिन्दगी कपडा सपडा एकदमै धोएर सुकाइयो र फेरि चामल ल्याउन जान पनि यस्तो ठाउँमा जान लाग्यो कि एक दिन टक्क पाहुना बस्ने टाइपको एक दिन गएर पाहुना बस्ने अनि अर्को दिन चाहिँ चामल लिएर आउने त्यस्तो भनेपछि अब कहाँ होला तपाईँहरूले अगाडि नै हेरेर पनि थाहा पाइसक्नु भयो त होइन म चामल ल्याउन जाँदैछु त्यो पनि अझ विशेष छ के भने यो सुटकेस लिएर जाँदैछु क्या यो सुटकेस लिएर चट्ट चामल ल्याउन भनेपछि कस्तो हुन्छ होला सो रमाइलो पनि हुन्छ अन्तिमसम्म हेरेर साथ दिनु होला जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया पनि हामीलाई दिनु होला कमी कमजोरीहरू भनिदिनु भयो भने हामी सुधार्न पाउँछौँ किन लङ लास्टिङ जाने सोच छ त्यसैले तपाईँहरूको अमूल्य सल्लाह सुझावको पनि अपेक्षा राख्दै म यहाँबाट निस्केँ मलाई हेर्नु न मलाई म यहाँ बिजनेसम्यान जसरी हिँडेको छु क्या टक 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 यो सुटकेस बोकेर क्या यहाँ यिनीहरू सबजना यहाँ लगेज बोकेर हिँडेको छ नि यिनीहरू इन्टरनेसनल फ्लाइट गरेर आएको हो कि यिनीहरू तर म मात्र यिनीहरू जस्तै फेरि लगेजै बोकेर हिँडिरहेको छु कि चट्ट होइन चामल लिनलाई सक्छ त कसैले बाबा ढोका हुन्छ ट्रेनको ढोकाभन्दा बाहिर अन्त यस्तो पनि हुन्छ कि कति सेफली होला अनि मान्छे उभिँदाखेरि चाहिँ यो पहेँलो लाइन छ नि यो पहेँलो लाइन यो पहेँलो लाइनभन्दा अगाडि नउभि भनेर भन्छ कि ल ट्रेन आयो यस्तो हुन्छ है गाइज जापानको ट्रेन जापान नहुनेहरूलाई त देखाउनु पर्यो नि त होइन जापान हुनेहरूले त दिनदिनै देखिरहेको छ नहुनेलाई त देखाउनु परेन धन्यवाद नेपाल सरकारलाई यसरी जापान घुम्न पाइए तिमीहरूले बेच्यौ होइन युवाहरू सब बेच्यौ त्यही खुसी हुने बाध्यता आएछ भावुक भएर नि के गर्ने हो र अबको चुनावमा चाहिँ जे होस् अलिकति केही हुन्छ कि भन्ने आश छ हाम्रो नवनियुक्त हुने प्रधानमन्त्रीहरूबाट होइन अरू त के भनौँ र यस्तै छ बस्या खाइया चहलपहल त हेगै छ यहाँ हेर्नु न नर्मल स्टेसनको बाहिर पनि यति धेरै विकास भएको छ क्या यस्तो यस्तो बिल्डिङहरू यो हरेक चिजहरू सिस्टमेटिक अहिले भर्खर एउटा ट्रेन देखाइरहेको थियो अहिले फेरि अर्को ट्रेन आइसक्यो क्या हरेक मिनटमा चाहिँ ट्रेनहरू आउँछ यति व्यवस्थित बनाएको छ होइन यसो सोच्छु है म त यस्तो भावुक के फेरि यार कसरी म्यानेजमेन्ट गरेको होला कसरी विकास भएको होला हरेक ठाउँमा यस्तो सिस्टमेटिक बनाएको छ है ल म त भावुक भइदिइरहेको यसो फेरि सोध्छु फेरि म भावुक भएर के गर्नु म आफै त मेरो आफ्नो जिन्दगी चलाउनु पर्दैछिनु परेको छ होइन बुझ्ने मान्छेले नबुझिदिएपछि हामी जस्तो देश छोडेर हिँड्नेहरूको यसरी ट्याक्क झर्छन् अनि ट्याक्क गयो लोकल हो ट्रेन चढ्नको लागि छुट्टै लाइन बसेको हुन्छ कि पालो कसैले मिच्दैन संस्कार हो त्यस्तो हाम्रो बाबा ढकल पकल गरेर बुढाबुढी त फालेर हिँड्थ्यो सो म चाहिँ भान्जा बस्ने नजिकैको स्टेसनमा उत्रिसकेँ होइन यहाँबाट चाहिँ तलतिर गएर यहाँबाट लगभग 10 मिनट जति हिँड्यो भने चाहिँ
भान्साको ठाउँमा लगभग पुगिन्छ। म त फेरि सुटकेस पनि यसरी बोकेर हिँड्छु। के आउँछ दिमागमा त्यही दिएको अनि बजेकै भुइँमा अनि यसरी बोकेर हिँडेको उयो स्टेसन भयो। यस्तो छ रातिको जापान। अब भान्जाले फेरि आज आन्द्रा बुढी पकाउँछु भन्छ फेरि उता। मामाजी आन्द्रा बुढी खाने किन भन्छ। कस्तो खसी ल्याएर पकाउनु केही गर्नु होइन, आन्द्रा बुढी खाने किन भन्छ। भान्जाको रुम यो हो होइन, यहीँ घरभित्रै छ जस्तो। ओ भान्जा। ओ हेलो मामाजी आइयो। ओ भान्जा। ठिक छ मामाजी। चामल ल्याउन आएको गरे म त। यो चामल ए ओ माका डक्स जापानमा पनि चामल बेचिरहेको छु। बेचेको अरू के छ चलपुट के हो यस्तो गराएर बसेको भद्र कहिले आँडेको खुसी अब 2-3 दिनमा कहाँ हुने भयो गाउँमा यार नराको एकदमै काम। फेरि तिमी गाउँमै जाने भयो। ल फाइनल्ली भान्जाकोमा ट्याक्क आइपुग्यो। 30 किलो चामल लिन सुटकेस तिम्रो सुटकेस लिएर आइदिएको यहाँ। अनि अरू के छ चलपुट ठिक छ भगवान पैसा। ल म चामल हालिदिउँ नि त मेरो सुटकेस खै त्यहाँ चामल हालिदिउँ म जान्छु। ल ओके। अरू के गर्नु पर्यो भान्जाले? अरू के 30 किलो धान्छ कि धान्दैन हौ यसले? दुःख होला जस्तो मान्छु कि मामाजी उकालोमा होइन। होइन उता नि मुस्किलै पर्छ जस्तो मान्छु तर अनि त्यहाँ तल झार्नु पर्यो उकालो त्यहाँ झार्नु त्यसपछि अरू कहीँ पर्दैन। खानु परेन 2-3 महिना होइन। बोरै अट्ने रहेछ त। खै कतिको गरौँ उठाएर लिएर जान सकिन्छ कि नै? एकदमै ठुलो छ अरे त बाबा हट यता म त बौलाउँछु गुड्न पनि खोज्दैन यार यता। ल खै बाहिरमा जानु। ल त्यही भयो नि त कुरा। म गएँ तपाईँसँग पनि भेटघाट भयो। ठिक छ केही छैन। अब फेरि त छिटो त आउनु न ल। आउँछु ल। हामी त्यहीँ भेट्छौँ के कहाँ? त्यहीँ के 25 किलो चामल दिनु हो त्यसको लागि धन्यवाद। धन्यवाद। ल त्यो चामल पठाउने बुढी मान्छेलाई नि को उहाँलाई नि एकदम फेरिमा आयो धन्यवाद। 25 किलो होइन 30 किलो हो 5 किलो होला तपाईँको है। बुढले फेरिमा दिइदिनु। ल पैसा कहिले दिनुपर्छ भन। पैसा माग्नु दिँदैन। लगडा मोज गर है त अर्को पालि घुम्नुपर्छ यस्तो तरिकाले। ल धन्यवाद। त्यसरी चट्ट 30 किलो चामल डोराएर म हिँडेँ यहाँबाट। अब यो डोराउँदै जाँदा कतिको दुःख हुन्छ भन्ने कुरा चाहिँ थाहा छैन होइन। ल गाइज फाइनल्ली चामल आइसकेको रुममा। यति दुःख भयो है। 30 किलो हालेर लिएर आएको यसको बिचमा चाहिँ फेरि के भयो भन्दाखेरि टायर बिग्रिदिरहेको क्या। नयाँलाई बोक्न सक्या हो होइन, नयाँलाई डोर्याउन सक्या हो, नयाँलाई लतार्न सकेको छु। यति हैरान भयो क्या। यतापट्टिको यो टायर हेर्नु न यहाँ यो टायर यस्तो भयो क्या यो 30 किलो हो के अरे 30 किलो। अनि अस्ति कपडा धोइराखेको थिएँ अब यो सबै भराहरू उठाएँ सुकाएको थिएँ। अब यो चामल अनबक्सिङ त हान्न पर्यो। यहाँ न पुरा लतारेर मुनि यो चामलको प्रेसर पऱ्यो यस्तो क्या चैन चाहिँ खुल्यो है। अब यो रितेल लिएर जान त मजा थियो टक 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 बिजनेसम्यान जस्तो कि होइन। तर यो सबै बोकेर आउँदाखेरि त लफडा भयो क्या। टायर बिग्रेर यति दुःख भयो होइन। फाइनल्ली होइन मसँग 50 किलो चामल छ कि अहिले 50 केजी। अब यो चाहिँ लगभग 4 महिना जस्तोलाई चाहिँ नफ पुग्छ। दुःख पनि भयो सुख पनि भयो होइन। मान्छेसँग भेट्ने भयो रमाइलो पनि भयो तर ठिकै छ यस्तै त हो जिन्दगी होइन। यति धौ भयो कि यो ओठमुख सुकेर ल तपाईँहरूलाई अन्तिमसम्म भिडियो गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। ल